तपाईँ 40 वर्षको माथिको हुनुहुन्छ भने चाहिँ तपाईँले यो कुरा फिल गर्नुभयो होला है। तपाईँहरूलाई नजिकको मोबाइल चलाउँदा कम्प्युटर चलाउँदा नजिकको पत्रिकाहरू पढ्दाखेरि चाहिँ गाह्रो हुन्छ नि। हो, यस्तै प्रब्लम चाहिँ हाम्रो एउटा कस्टमरको थियो। तर उहाँ चाहिँ 40 मात्र कट्नु भएन, उहाँ चाहिँ 53 वर्ष कट्नु भएको थियो र हामीले चाहिँ उहाँलाई टाढाको पनि पावर थियो, नजिकको पनि पावर थियो। यही समस्याको मध्यनजर गर्दै हामीले चाहिँ उहाँलाई भेडलक्सको लिबर्टी 3.0 हामीले उहाँलाई सजेस्ट गऱ्यौँ। यो भेडलक्स लिबर्टीमा चाहिँ उहाँले के फिचर एड गर्नु भएको छ भने उहाँले चाहिँ एक चाहिँ उहाँले जेनएस उहाँले पछिल्लो हाम्रो भिडियोहरू हेर्नु भएको रहेछ। उहाँले चाहिँ जेनएसमा न्यू रुबी चाहिँ एकदम मन पराउनु भएको छ। उहाँले त्यो न्यू रुबी नै गर्नुभयो, प्लस इजी ड्राइभ पनि गर्नुभएको थियो है। हेर्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ तपाईँको अथेन्टिसिटी कार्ड भयो। उहाँको नाम, हाम्रो उहाँको पावरहरू सबै डिटेल लेखेर आएको हुन्छ भने यो चाहिँ तपाईँको लेन्स रहेको छ र यसमा चाहिँ तपाईँले एउटा लेन्स केयर किट पनि पाउनुहुन्छ भने उहाँको यो लेभल 18 को यो फ्रेममा उहाँले गर्नुभएको छ। हेर्न सक्नुहुन्छ है। लेभल 18 को फुल एसिटेड फ्रेम हो भने यसमा चाहिँ उहाँले एउटा भेडलक्सको एकदम प्रिमियम पोर्च पनि पाउनुहुन्छ र यो चाहिँ स्पेसल कस्टमाइज लेन्स हुन्छ है। यो चाहिँ यसमा चाहिँ हजुरको यो देख्न सक्नुहुन्छ हजुरले यो होइन। यो भने चाहिँ हजुरको उहाँको डिस्टेन्सको भाग भयो भने यो हजुरको इन्टरमिडिएट भाग जुन टेबल वर्कको लागि भयो भने यो भने चाहिँ हजुरको उहाँको रिडिङको भाग भयो है। यसमा चाहिँ टाढा डिस्टेन्स, इन्टरमिडिएट र तिनवटा डिस्टेन्स एउटै लेन्सले काम गर्छ। र हामी यो फ्रेममा चाहिँ अब यो लिबर्टी भेडलक्स लिबर्टी 3.0 हामी डिस्पेन्स गर्न गइरहेछौँ। फुल भिडियो हेर्नु होला कसरी डिस्पेन्स गर्छौँ, प्रोसेसहरू पनि हेर्नु होला। पछि तपाईँलाई हामी चेन्ज गरेर पनि गरेर देखाइदिन्छौँ है। लेन्स कटिङ भएर रेडी भइसक्यो। यो हाम्रो अटोमेटिक एजिङ मेसिनबाट हामीले कटिङ गरिसकेका छौँ। हेर्न सक्नुहुन्छ लेन्स हेर्न सक्नुहुन्छ। फ्रेममा पनि हामीले ग्लास हालिसकेका छौँ। एस्लरको यो भेडलक्स लिबर्टी 3.0 इजी ड्राइभ विथ जेनएस न्यू रुबीमा तपाईँलाई अब म कलर चेन्ज गरेर पनि देखाउँछु है। हेर्न सक्नुहुन्छ है, चेन्ज भइसकेको छ। यदि तपाईँहरू पनि यसरी नै टाढा नजिकको पावर छ, तपाईँलाई एउटै चस्माबाट तिनटै काम होस् भन्ने चाहनुहुन्छ भने तपाईँले प्रोग्रेसिभ लेन्स तपाईँको लागि एकदम बेस्ट विकल्प हुनसक्छ। यसरी नै तपाईँहरूलाई पनि जेन्युन एस्लरको लेन्सको खोजीमा हुनुहुन्छ भने अवश्य आइबडी स्टोरलाई सम्झनु होला।